डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बीच आजबाट सुरु भएको एनपिएल सिजन 2 को जुन पहिलो खेल उद्घाटन खेल भनौँ यो चलिरहेको छ। खेलको पहिलो इनिङमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई 131 रनको टार्गेट दिएको छ। अब बलिङतर्फको कुरा गर्ने हो भने काठमाडौँ गोर्खाजबाट मिलिन कुमार बाहेक अन्य जुन बलर्सहरूले त्यति राम्रो प्रदर्शन गर्न सकेनन्। तथापि 131 रनको ठिकठाकै टार्गेट छ भनौँ, टी20मा यो ठिकै हो। र अर्कोतर्फ जनकपुर बोल्ट्स जुन ब्याटिङ गरिरहेको थियो, ब्याटिङतर्फको कुरा गर्ने हो भने एकतिरबाट एकदमै विकेटहरू झरिरहेको र अर्कोतिरबाट आशिष फेकले इनिङलाई सम्हालिरहेको देखियो, किनभने उहाँले उत्कृष्ट अर्धशतक पनि बनाउनु भयो। यो फेरि एनपिएल सिजन 2 को पहिलो अर्धशतक पनि हो आशिष फेकको ब्याटबाट निस्केको। र अब त्यो हुँदै गर्दा एकपछि अर्को विकेट झर्दै गर्दा अब जनकपुर बोल्ट्स 100 रनको आसपास 110-12 रनको आसपासमा रोकिने अनुमान भए तापनि अब ठिकठाकको त्यसपछि आउने अन्तिमका दुईवटा ब्याटर जस्तो लायरु मिलान्ता र मोइन यादवले एकदमै राम्रो ब्याटिङ गरेर उत्कृष्ट पार्टनरसिप साझेदारी गरेर इनिङलाई अलिकति माथि लिए भनौँ न। लिएपछि अहिले ठिकठाकको टार्गेट छ 131 रनको। अब हामी जनकपुर बोल्टको ब्याटिङ बलिङ हेर्नको लागि हामी सेकेन्ड इनिङतिर जाँदैछौँ र साथीहरू हामी सेकेन्ड इनिङमा भेट्नुपर्छ ल।